भर्खर लाग्यो के गर्नु भने बेला नजाने बाहिर फुटबल त्यो झुल्ला दाजु 1100 देखि हामी छिरेको पछि 2000 सम्म खनि नाना 45 सय कि हजार अरे 4 हप्ता हो त अनि सो छ छैन अनि कोइला हजुर काटिन्थ्यो त कोइला हेन कोइला पाएन हैरान हुने हो फेरि लम्बी छोटी भन्छ कोही 6 दिने हुन्छ कुनै 7 दिने हुन्छ कोइला पाइयो भने हैन छिटे काटिने कोइला पाइएन भने हैरान त्यो दाजु म यहाँ खने जस्तो लागेर म नाता कमाउँछु भनेर गएको त के खन्न सक्नु पर्छ 5 दिन हान्दाखेरि यो त त्यति बेला त 41 सालको कुरो नरी ठुलै थियो त्यति बेलासम्म यत्रो भएर यो पाता चलाउनु भएको ओरा खाने जस्तो हो भने दाइ र त पारे खान्छु भनेर गएको र बिजुक सुनिएर होला या तात्र होइन त्यो बाहिर आउँदा त कान्छ उभि ठाएको नलाएर आउनुपर्छ पर्न सक्छ आउने पनि म नसक्ने भए अनि पानी हुँदै गयो भने कता हुन्छ तिमी पनि काटेको अर्को छ त सोध्नु जिउ जोगाउन जान्नु पर्यो त्यो भित्र पर्दाखेरि पहिले पनि हिँड्नु नजान्ने पाइएन भने ढाड खाला खुल्नु लगिहाल्छ जिउ चाहिँ लुकाउनु जान्नु पर्यो यसो गरेर हिँड्नु पर्यो यो ढाडे खुम्च्याएर कोइला खानेको कुरा यो मुन्टो यसो गरेर ढाड होइन त फेरि थोरा बाटो हुँदो रहेछ म त दिनभरि हराएको सुरुङ सुरुङ हुन्छ कुन बाटो कता जाँदा पनि बाहिर दुलु नभेटिने हैन त्यो सहर हुँदो रहेछ भित्र दाजु सहर गाडी तानिरहेछ ड्राइभरले गाडी तान्छ त्यो हेरेर निशाना काटेर पस्नुपर्छ जहाँ पनि तेरा बाबुको एउटा बाटो छ न होइन मेरो बुढोको पहिला कुरो आफ्नो जाने बाटो त थाहा पाइन्छ न यता यतै छ दुलो यतै छ ए सहस्र बाटो हेर्नुपर्छ गाडी कता गएको छ अनि त्यो गाडी अब आफ्नो जाने बाटो कस्तो छ अप डाउन कस्तो छ त्यो विचार गर्दै गयो भने मात्रै नभए जान्छ बस्नु गयो त कसको सिटमा पुग्छ एका छ यहाँ कहाँ पुग्छ म नौलो मान्छे होइन माइला भएर नि खाकीको लादेखि पैसाको साथीलाई भेट गर्नु मोमबत्ती त बोक्नै पर्यो मुठै र सलाई होइन ठाउँ ठाउँ बसेर बिडी पनि खानु पर्यो बिरोको पनि मुठै हुनु पर्यो खाकीको ला पैसाको मान्छे साथी भेटिन प्राण झन्डै मेरो गयो निराश भयो अब मेरो जिन्दगी यतिकै बाटो हरायो अब निराश भएँ साथ त्यतिकै धम्क्याएर प्यास लाग्यो जस्तो भए अब म तिनीहरू फुट्ने भयो अब यहीँ मर्न आएको रहेछु भन्ने सोच भयो विषय 2-3 बिनी खाइसकेँ साथी भेटेँ एकैचोटि गेजारा जतिमा चाहिँ फुलहरू भएको भोजपुरीहरू गर्दा छ फट्टै निस्केँ राम 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 है तपाईँ त काम गर्नु नपर्नु मान्छे जस्तो यसो हेर्दा के गरेर आउनु अब को कसो गरी यतातिर निस्काउनु धन्य भनेर चाहिँ लु जान्थ्यौ हाम्रो भाइलाई तर सरी 12 महिना जति जात खुवाएपछि ठिकमा आयो तपाईँमा 12 महिना जाँड सबै गयो त फोडा भइटेको फोडा भइटेको जित्रो सरदारको नाम थाहा थियो होला नि त सरदारको नाम थाहा थियो होला नि त अरू नाम पनि थियो क्याम्प त बाहिरबाट त त्यहाँदेखि गेलगढा पुगेको मान्छे क्याम्पमा इमर्जेन्सीमा आएँ दुलाई हिँडे दिनभरि हजुर निराश प्राण गइरहेको मेरो होइन साँच्ची नै हो मोमबत्ती साथी भेटेको भएको त्यहाँदेखि मेरो कान समातेर
तपाईँको त्यो फुलो नभाएसम्म त बिडी खायो म भने त काटिन पटपटी एक कुरो लगाएको जस्तो हुन्छ केही मोमबत्ती पनि बल्दैन टाउकोमा टर्च लाउँथ्यो नि त नि फेरि हावा खेलेर त्यो धुवा पन्चाइदिएर टाउकोमा लाइट हुँदैन थियो त्यस्तै हुन्छ त्यो फुलो नभाएसम्म त ढेउडको जस्तो अनुहार हुन्छ कालो कोइला काटेर कोइला लालको बोतलमा 18 पानी खाँदै त्यो मैले फलर हानेपछि मैले घुमे गर्छु कहिले कता कता दिशा गरेको त्यो गुको गुण सबै आफैले उताबाट हावा मैले पछि मन बिग्रियो पानी सानो परेको घरमा पनि सँगै आयो होइन त हामी त्यो पानीमा हामीमा त ए हो त गुवाहाटीमा झन् अङ्गेलीको छोरो तपाईँ त्यो बिमारी भएर म पनि आएको चोरले झन् सिधै आइपुग्ने यो हरिले पछि 4 महिना बसेको कसले अरे ए त्यो हरिले म त बङ्की बङ्खन्न नि यहाँका बाहा भनेर सोध्नुभयो पैसा त्यसै के हुन्छ जानिएन भने त खुट्टामा आउँछ मेरो कतिपल्ट जाकिएर होइन खोल्नु पर्ने कि बिचमा खोल्नु पर्ने तल बेडामा आउने हो केरेलाको गौरे यतापट्टि मकाउने यतापट्टि थियो सिटमा जानिन्छ काट्न हजुरको त कुलै भएन मेरो त कुलै भएन अनि गएँ यस्तो किसिम यसरी कसले बनाइदिन्छ हान्थ्यो यत्रो त मेडम जातो खड्की खड्के बुढो त होइन सिपालले त कोप्ने हान्छ कि यत्रो त मेडम जातो एक टाइममा एक बाक्सा कोइला त काटेर निस्किजाने यदि भाइ बासा पुग्छ भने ऊ निस्किजाने नपर्ने यो त तानेको बासा कोइला त भयो एक गाडी दुई गाडी बढ्थ्यो गरी खायो अनि रातभरि सुत्नु नदियो बौला टुम्रो एउटै उसमा चाङमा सुत्नु पर्ने कराएको रातभरि गीत गाएर एकदिन त खुकुरी सिरानमा राखेर निक्लेछ बाहिर बङ्गालले काट्छु पनि त कसलाई काट्ने छ अस्ति पनि म आउँछु त बाहिर पट्टा खेलिरहेको छु लात्नु खुकुरी बजारले खुकुरा सँग सुत्छु न सबै साथीहरूले कान्छ अब मेरो कुरो फेरि आयो लु यसरी त पाल्नु सकिँदैन भन्ने प्रति साथीहरूको सोच जस्तै यो लाग्यो आफूलाई पनि सरम कुरो हो नि त सबै दुःख गरी खान गएको अनि भारी एउटा 25 थापा पनि सोझी जस्तो थापा नाम्लो भन्थ्यो नाम्लो 10 रुपियाँमा किने कति सम्पदामा अन्त ऊ पनि अलिक अग्लो ठुलो मान्छे ऊ पनि काट्नु जस्तो हामी सबै नेताहरू पो जानुभएको रहेछ त्यो बेला इन्डिया हाम्रो फेरि उसले रक्सी कति खाओस् हाम्रो सहयोग खर्च कति त्यहाँ क्याम्पमा बसेको हाम्रो भान्सा होइन हाम्रो चाहिँ एउटै ऊ बजार भर्नु जाँदा उसले जति खान्छ म जति खाएँ पैसा राख्ने चाहिँ लगाउँथेँ फेरि अगम छैन पाल्ने सम्पदा हाम्रो एकटा म 500 खाँदा पनि ऊ रिसाउने होइन उसले पनि खाँदा होइन एक ठाउँ भारी बोक्नेको सल्लाह ऊ पनि काट्नु नसक्ने मान्छे ठुलो त नि यो ठुलो पो काट्नु सक्दै नसक्ने चेपेर मुसो भइगए अनि 30 रुपियाँ बाक्सा
बाक्सा भने कुरा सुन न तिमीले के मोबाइल बाक्सा हेरेको भने हामीले ऊ पनि भारी नबोक्ने म पनि अघिको छाडा मान्छे हो जोको नबोकेको मान्छे भाइ गिरी हल्ली खालि त 4-5 दिनमा गिरी हल्लिन थाल्यो सम्बन्धै त्यस्तो अब यसैलाई के गर्नु अनि उसले बोल्दाखेरि म खुब जान्न थिएँ कता हो नि सिउनी त देखिन्छ ऊ सिउनीमा चाहिँ यसो गुच्चो मार्थे त्यो पतामा नि उभ्याएर यस्तो धार पार्दै राख्दै तल मसितले चाहिँ सम्बन्ध हाँस्थ्यो त्यो खोलेर ठुलो ठुलो मेडम छ त्यो कुनालाई यता त्यहाँदेखि माथिबाट ढकनी मैले पनि बोकेको होइन ढकनी त्यसरी लगाएर त्यो पनि 20 बारीमा भरेको छु है अरूले 10 बारी 12 बारीमै बाक्सा त भर्यो